रिभाइभ दे भने हैन मासले ब्रो नेपाली ब्रो नम्बर 1 तिमी नेपाली हो मलाई थाहा छ सुका संगे तिमी नेपाली हो मलाई थाहा छ सुका संगे हेलो नम्बर 1 नेपाली हो थाहा छ मलाई ओइ पुटिन यस भन्नु यस भन्नु डुप्लिकेट रे के ब्रो मा भनिहाले नि यस भनिहाले नि यस यस भन्थ्यो रे थाहा छ म त कसम सिरियस खेल्दैन सिरियस हो कोही नेपाली छ कोही नेपाली कोही छ कि छैन छिटो भन रोजु बोलाइसक्यो छिटो भन अब रोजु बोलाउ त मान्छे केटीहरू नि आऊ छिटो आउँदा तिमीहरूको अलग्गै छिटो केटीहरू नि आऊ मान्छे सल्न मार्छ मेरो साउन्ड कस्तो आउँछ जोर रहेछ अनि त्यो माइक कोही त्यसमा त्यो माइकमा मुख हाल्छ मैले सक्कु पाएँ मैले म मार्दिन्छु काटिदिन्छु म चक्कु पाएँ म काटिदिन्छु सबैलाई फलो मी मेरो पनि मान्छे नाडो जस्तो के हो भयो भने उही तेजी कसम गरे कता ओए फिनिश गर्न मार्छ नि त्यो कसरी फिनिश भन्थ्यो मुजी मार्छ नि मुजी मार्छ नि बच्चस भाइ मसँग बच्चस छिराउ मसँग छिराउ ओए मुजी मार्छ नि एकै मार्छ नि मुजी आउँदा केटा आउँदा मसँग राम्रो बन्छ नि ला मार्छ नि मुजी अरे ओ मार्छ नेपाली मार्चिङ दुई नक रबिन नक छिटो रबिना छिटो आइज न मुजीहरू नि मेरो किल चोरेको रन्डिक फोरहरूले यो दाइ फुल पम्पमा छ भाइ आज छिटो केटा मलाई एम भाइ मेरो एम भाइ मैले दिन्छ नक गरेको छिटो है केटा मलाई एम चाहियो मलाई 5 एम चाहियो भाइ त्यही छ म 5 एम झार्दै नेनेले सुने नि तेरो गाजहरु मैले भनि छिटो नाइस इन रहेछ रेप दिइराछ भाइ रेप दिइराछ एक म लिन्छु भाइ एकछिन भाइ आऊ मसँग आऊ फकिङ एसोल नाडो खायो एकजनाले छिटो अर्को नाडो फकिङ एसोल म कहाँ छु मान्छे आइ के आयो मेरो किल छोड्दिनु मलाई थाहा छैन खै यसको टिममेट कता गयो भन्छु खै हरायो ल आए फाइभ सही भयो फाइभ साह्रो मलाई भाइ के टिम के स्कोप चाहिन्छ मेरो फोएक्स लिएर अझै मलाई स्कोप चाहिन्छ भन्छ तेरी माँ की चूत उई के रहा लाडो पकानी उई के रहा मुझे उई गाड़ी मारे घर देना ठीक नहीं उई स्मोकान गाड़ी मारे उई गाड़ी छोरा स्मोकान तेल मारेला खप्पर मा ठीक नहीं लाडो खान्छ रिभाइभ ठीक नहीं एउटा नफिनिस यो अलरेडी फकिङ एसोल जस्तो गाडी चलाउँछ सिक्ने फिडाकमा फाइट गरिरहेको छ सिक्ने बिचबाट लिएर जान्छ साला मलाई अम चाहियो केटा मलाई खास न अम चाहियो मैले तपाईँ असल्टिङ गर्नुपर्छ कि होइन हो कि हेर्नु भन्दैछ झाडुले दिए के झाटुमा त
दाइले यस्तो हुन्छ भन्छु अनि भाइहरूलाई भाइहरू तँ भन्दा कति ठुलो हो ए दाइ 10 क्लास खै दाइको मेरो बाटो के होइन दाइको मैले अर्किदिएर हो तेरो दाइ धेरै मोटो भयो बढी खान्छ त्यसले बढी खान्छ बडी सब खायो छोड्दै आइदिनु ओए मैले के रे बच्चा कहाँ लिएर गएको त्यो गाडी राडी पान बढी खाएर आउँछ मोरी कस्तो साइको भाइ यार मैले के गरेँ र के गरेँ मेरो माथि आएर किन चलाएको फेरि एक स्क्वाडले गाडी लिएर आइरहेको छ कसरी हान्ने मैले तिमी भनेर छोडेको नि गाडी मलाई चाहिने देखाएन चाहिने देखाएन के मेरो लड्नु जस्तो चाले कुकुरहरू रहेछ मुदी एक स्क्वाडले क्रस हान्नु लास पनि लाग्दैन चिक्नेहरूलाई नर पनि यो पनि मर्यो एउटा के हाने यस्तो लड्नु जस्तो ए म साँच्ची भनेको तिमीसँग नम्बर 3 भाइ छ नि तिमी यस्तो लाग्दैन म त नेपालीहरु सबै नेपालीहरु कोही छ हेलो नेपाली सब कोही छ नेपाली कोही छ गॉड मोड अन गॉड मोड नेपाली मुजी मनोज माछ अपार्टमेन्ट आइन्छ मुजी तेरो मुजी माछ तेरो चाक भरि मुजी के मुगोले हालिदिन्छु माछ तेरो बहु माछ कि नेपाली माछ तेरो बहु मुजी नेपाली माछ छोरो मुजी माछ अपार्टमेन्ट आइन्छ माछ ओए रनिङ सरा के भयो चिक्ने मनोज चिक्ने ओए चिक्ने साले लाडी छोरी तेरी आमाको चुत लौडे भोसडी के अझै अपार्टमेन्ट आइन्छ तेरो आमा पुजी माछ तेरो